हेलो नमस्ते सबैजनालाई हेर्दै हुनुहुन्छ तपाईँहरूले तपाईँहरूको प्यारो आर्टिस्टको च्यानललाई आफ्टर लङ ग्याप मैले मेरो युट्युबमा अपलोड गरेको एकचोटि ब्लग होइन अनि धेरै भएको थियो ग्याप भएको ब्लग अपलोड नगरेको सो आज इन्डिपेन्डेन्स डेको एकदमै अवसरमा होइन र एकदमै स्वतन्त्र दिवसको हार्दिक शुभकामना दिन चाहन्छु जति पनि मेरो युट्युबको साथीहरू हुनुहुन्छ सो अहिले चाहिँ यहाँनिर हामी सबैजना अब झन्डा उत्तोलन गर्ने कार्यक्रम गरिरहेको छ यहाँ आउनुहुन्छ यहाँ को पो हुनुहुन्छ नाच्दिनु न खोइ तपाईँ नाच्नु अघि नाच्दै छ तपाईँ भनिदिनु न अन्त के तपाईँ को मेरो भ्लगमा को भनिदिनु न उहाँ चाहिँ हुनुहुन्छ मेरो आमा अनि एकदमै एक्साइटेड कहिले अनि खुसी हुनुहुन्छ प्रायः धेरै खुसी हुन्छ आध्यात्मिक कुरामा अनि पूजापाठमा धेरै रमाउँछन् मेरो आमा त्यही भएर आज खुसी भइरहेको छ सबैजना र आज झन्डा उत्तोलन गर्ने कार्यक्रम भइरहेको छ हेर्दै गर्ने कम्युनिटी हलमा केही छैन पछि फेरि अर्को हाम्रो कार्यक्रम छ आज सम्बर्धना कार्यक्रम पनि रहेको छ हाम्रो मने रजत दाईको अनि सो त्यही क्रममा कार्यक्रम गर्नको लागि अब हामी जानेछौँ केही छैन पछि सो अबको हाम्रो कार्यक्रम चाहिँ यहीँनिर हुन गइरहेको छ सो यो भित्र चाहिँ हाम्रो कार्यक्रम रहेको छ आजको अनि मामाहरू ह्याप्पी डिमले चाहिँ अघि गरिसक्यो आउनुभन्दा सम्बर्धना के रहेको छ अनि आजको कार्यक्रम चाहिँ यस हलभित्र हुन गइरहेको छ यो चाहिँ हुनुहुन्छ साउन्डमा हुनुहुन्छ 80 साउन्ड कम भन्नु पनि सबैले गर्नुपर्छ हामी स्वतन्त्र दिवसको के भन्न चाहनुहुन्छ र सबैजनालाई दीक्षित भाइको च्यानलहरूलाई सबैजनालाई स्वतन्त्र दिवसको बधाई छ यसरी नै हामी धेरै अगाडि हामीले स्वतन्त्र दिवस हामी मनाउन पाऊँ भन्दै जय हिन्द वन्दे मातरम हाम्रो सुभाष तामाङ हुनुहुन्छ हाम्रो दादा के भन्नुहोस् हजुरलाई आजको मेरो ब्लगमा सबैभन्दा पहिला त सबैलाई इन्डिपेन्डेन्स डे है स्वतन्त्र दिवसको सबैलाई शुभकामना है आज राम्रो छ आजको प्रोग्राम राम्रो छ भाइले एकदमै अर्गनाइज राम्रो गरेको छ एकदम खुसी लागेको छ प्रेमाको सब यो फर्स्ट टाइम हो है यस्तो अर्गनाइज प्रोग्राम भएको र फेरि पनि सबैलाई स्वतन्त्र दिवसको ह्याप्पी इन्डिपेन्डेन्स डे तपाईँहरू यहाँ हुनुहुन्छ सबैजना आइसक्नु भएको छ यो बक्सबाट ज्याक जोड्दाखेरि सबै आइसक्नु भएको रहेछ यहाँनिर मामाहरू एक्स आर्मी हाम्रो इन्डियन एक्स सर्भिसेस लिगले गरेको कार्यक्रम हो यो चाहिँ विशेष यता मामाहरू सायद तल गएर आउनुभएको होला आजको विषय लिएर अलिकति केही भनिदिनुहोस् न दुईजना हजुरले हाम्रो है हामी मनाउँदैछौँ है आजको विषय लिएर हजुर के भन्नु आजको कार्यक्रम आज स्वतन्त्र दिवसको स्वतन्त्र महोत्सवमा भूतपूर्व सैन्य संगठनद्वारा रसिद मञ्चमा आयोजना गरिएको उक्त समारोहमा सम्पूर्ण गाउँवासीलाई पनि निमन्त्रणा गरी भव्य रूपमा पालन गर्ने हाम्रो जमर्को छ र आजको दिनमा सबैलाई बधाई यता मेमी हुनुहुन्छ हाम्रो एक्स आर्मी हुनुहुन्छ हजुरबाट के भन्नुहोस् आजको विषय आज कार्यक्रम अब यो के साल हो अहिले फेरि अब तपाईँहरूले चाहिँ भन्नु अब पूर्व सैनिक 30 वर्ष सर्भिस गराए भगवान्को कृपा र तपाईँहरूको आशीर्वाद थियो होला यो सेवा गरेर 30 वर्ष गरेर आए अहिले हाम्रो चाहिँ सन्चै छु यो मेडलहरू कहाँको तपाईँहरूलाई बताउने यो मेडल यहाँ हुनु यो छ यो 71को लडाइँको वार मेडल भन्छ यसलाई यो सबै मेडल त्यसकै वार मेडल उहाँ हाम्रो आशा 1991 सालको 71 लडाइँमा चाहिँ लगाएको त्यो लडाइँमा हामी पश्चिम आसामको पन्जाबको
लडाइँको टाइममा चाहिँ परेको त्यसलाई त्यो लडाइँ चाहिँ विजयी भएको थियो हजुर त्यो चाहिँ राम्रो विजय भएको थियो हाम्रो भारत सरकारले जितेको थियो हजुर कति वर्ष पुग्नुभयो अहिले म अहिले 71 र वीर योद्धाहरूले जो प्राण गुमाउनु भयो आजको दिनमा उहाँहरूको आत्माले शान्ति पाओस् उहाँहरूको आत्मा सधैँ वैकुण्ठमा बास गरोस् सधैँ हामीलाई सदा सब परिवारलाई सबलाई रक्षा सीमा गरून् यही मेरो भन्ने एकदम भव्य रूपले भइरहेछ र स्वतन्त्र दिवसलाई हामीले पालन गरिरहेछौँ र सबैलाई स्वतन्त्र दिवसको एकदमै ह्याप्पी शुभकामना छ मामाले चाहिँ एकदमै क्राफ्टको कामहरू धेरै राम्रो गर्नुहुन्छ हाम्रो क्षेत्रमा यो चाहिँ हाम्रो रसिक रङ्गमञ्च धेरै अघि बनिएको हो चाहिँ मेरो ठाउँ मुमाको उसमा थियो फुल त ठुलो झ्याप्पै पऱ्यो हेरेर आउँ क्या म हेरेर आउँछु ल मेरो घर मेरो गाउँ यसरी प्रथमचोटि हाम्रो क्षेत्रमा एक्स आर्मीद्वारा चाहिँ भव्य रूपमा कार्यक्रम गरिएको छ होइन 15 अगस्तको स्वतन्त्र दिवसको र यसै क्रममा आज कार्यक्रममा हजुरहरूले विशेष चाहिँ सङ्गीतलाई पनि उहाँहरूले प्रायोरिटी दिनुभएको छ देशभक्ति गीत हामीले प्रस्तुत गरेको छ हजुरलाई देखाउनेछु अनि सर्वप्रथम धेरै धेरै धन्यवाद भनेर बताउन चाहन्छु होइन हाम्रो एक्स आर्मी वर्गलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु हाम्रो पहिलो क्षेत्रमा पहिलोपल्ट यस्तो भव्य कार्यक्रम इन्डिपेन्डेन्स डेको कार्यक्रम लिएर एक्स आर्मीद्वारा गर्नुभएको छ अघि बनिरहेको छ उहाँहरूलाई सो म हजुरहरूलाई देखाउने कोसिस गर्नेछु ह्याप्पी इन्डिपेन्डेन्स डे हजुर एसएसजीले चाहिँ हाम्रो राष्ट्रपतिको एसएसजीले चाहिँ एउटा इन्डिपेन्डेन्ट राखेको छ है हजुर नानीहरूलाई लिएर एउटा प्राइमेरी स्कुलहरूलाई लिएर राखेको छ त्यहाँ पनि बोलाएको छ त्यहाँ गइरहेको छु किनभने एकदम ठिकै छ किनभनेदेखि नानीहरूलाई यति क्षेत्रमा अहिले इन्डिपेन्डेन्टको के हो भन्ने बारेमा एउटा बुझाउनु पनि जरुरी छ होइन त्यो भएर चाहिँ अब सबै अब एसएसजीले राख्यो हाम्रो चाहिँ यहाँ पनि तपाईँहरूको भाइहरूको एउटा कार्यक्रम पनि छ कार्यक्रम पनि रहेछ है राम्रो लाग्यो मलाई ल ठिक छ ल धन्यवाद दादा सुरेश दा हुनुहुन्छ हाम्रो क्षेत्रको पत्रकार भनौँ अथवा युट्युबर होइन अनि र पनि दादाले कभरेज गर्नुहुन्छ आज यस 77वां समारोह दिवसमा आज हामी मार्केस्टोक आइएसएल सब युनिट दोकानडाँडाद्वारा आज यस सानो एउटा स्वतन्त्र समारोह कार्यक्रम हामीले यस रसिक रङ्गमञ्च हलभित्र गरिरहेछौँ र हामीले फ्ल्याग होस्टिङ चाहिँ हामीले तल शिशु शिक्षा केन्द्रमा हामीले गरे पश्चात बाँकीको कार्यक्रम चाहिँ आज हामीले यस रसिक हलभित्र गर्ने निश्चय गरेका छौँ कारण मौसमलाई मध्यनजर राख्दै र यो स्वतन्त्र दिवस एउटा हाम्रो लागि ठुलो कुरो हो जो चाहिँ हाम्रा राष्ट्रिय पिता महात्मा गान्धीजीले अङ्ग्रेजको खिलाफ अनेकौँ आन्दोलनहरू चलाएर चाहिँ आज यो हामी यसरी स्वतन्त्र भएर हिँड्नमा हामी सफल भएका छौँ र हामी महात्मा गान्धीजी हाम्रा राष्ट्रिय पितालाई हामी सदा हामी नमन गर्नेछौँ किनकि उहाँकै योगदानले गर्दा आज हामी हाम्रो देश हामी मात्र नभएर हामी देशका सम्पूर्ण वासीहरू आज यसरी स्वतन्त्र रूपमा हिँड्नु पाउँदा हामीलाई पनि धेरै खुसी लागेर आउँछ दिनै छ धन्यवाद बुझ्ला बुझ्ला त्यो होला गाडी थियो होइन अर्को हौ त्यो फेला डान्स कम्पिटिसन पनि रहेछ आइ भन न आयो ह्याप्पी इन्डिपेन्डेन्स डे डान्सर बहिनी आज उहाँको उपचार कलकत्ता कमान अस्पतालमा चलिरहेको बेला उहाँले अचानक आफ्नो शरीरदेखि प्राण त्याग्नुभयो। साथै उहाँ हाम्रो सङ्गठनका एक कर्मठ
सदस्य पनि हुनुहुन्थ्यो। त्यसैले हामी सम्पूर्ण आइएसएल महाराष्ट्र प्रशाखाद्वारा उहाँको आत्माले सदा शान्ति पाउन् भनी हामी भगवानप्रति प्रार्थना गर्दछौँ। र हामी तपाईँलाई यो जान्न चाहन्छौँ कि तपाईँ आफ्नो दुःखमा एक्लै हुनुहुन्न। कृपया समर्थनको लागि हामीमा भरोसा राख्नुहोस्। इन्डियन एक्स सर्भिसेस लीग मार्गेस्टोप सब युनिट दोकनडाँडा स्टेट 2019 सम्बर्धना पत्र शिवमा श्री दीक्षित तामाङ दोकनडाँडा मार्गेस्टोप। मेरो भोइस युनिभर्स इन्टरनेसनल शोमा तपाईँको उल्लेखनीय उपलब्धिको लागि तपाईँलाई हार्दिक बधाई दिन पाउँदा हामी हर्षित छौँ। तपाईँको प्रतिभा, कडा परिश्रम र समर्पणले तपाईँलाई मात्र नभई तपाईँको परिवार, दोकनडाँडाको समुदाय र सम्पूर्ण मार्गेस्टोप टी स्टेटलाई ठुलो गर्व र आनन्द ल्याएको छ। यस सम्मानित अन्तर्राष्ट्रिय प्रतियोगिताको शीर्ष 60मा स्थान सुरक्षित गर्नमा तपाईँको उपलब्धिको बारेमा थाहा पाउँदा हामीलाई अपार आनन्दले भरिएको छ। तपाईँको सङ्गीतको लागि जुनुन र तपाईँको असाधारण प्रदर्शनले हामीलाई गर्वबोध हुँदैछ। तपाईँको सफलतामा तपाईँको अभिभावक श्री विजय तामाङज्यू र श्रीमती जुनु तामाङको अटल सहयोग र प्रोत्साहनले निसन्देह महत्त्वपूर्ण भूमिकाले खेलेको छ। तिनीहरूको मार्गदर्शन र तपाईँको प्रतिभामा विश्वास साँच्चै सराहनीय छ र तपाईँलाई आजको कुशल कलाकारमा आकार दिन योगदान पुर्याएको छ। आइएसएल मार्गेस्टोप सब युनिटमा हामी विश्वास गर्छौँ कि तपाईँ जस्ता उपलब्धिहरूले हाम्रो संस्थाको लागि खडा भएको मूल्य र सिद्धान्तहरू, उत्कृष्टता, दृढता र सपनाहरूको खोजीलाई प्रतीक बनाउँछ। तपाईँको सफलताले तपाईँको आफ्नै समर्पण मात्र होइन, तर तपाईँले आफ्नो परिवार र समुदायबाट प्राप्त गर्नुभएको पोषण वातावरण र समर्थनलाई पनि प्रतिबिम्बित गर्दछ। फेरि पनि मेरो भोइस युनिभर्स इन्टरनेसनल सोमा तपाईँको असाधारण प्रदर्शनको लागि बधाई छ। तपाईँको भविष्यको प्रयासहरू अझै धेरै उपलब्धिहरू, वृद्धि र खुसीहरूले भरिपूर्ण रहोस्। न्यानो सम्झनासहित सभापति सचिव। धन्यवाद। असाधारण स्वार, क्षमता र अटल सङ्कल्पको प्रणाम हो। तपाईँको सफलता सबै महत्त्वाकांक्षी कलाकारहरूको लागि प्रेरणा हो र आइएसएल मार्गेस्टोप सब युनिटसँग सम्बन्धित सबैको लागि गर्वको स्रोत हो। मेरो भोइस युनिभर्सको ग्लोबल प्लेटफर्ममा तपाईँको उल्लेखनीय यात्रा र तपाईँको सफलताको साक्षी दिन तपाईँका आमाबुबा श्री सुकराज सुब्बाज्यू र श्रीमती अनुराधा सुब्बा अत्यन्तै हर्षित हुनुपर्दछ। हामी तपाईँको उत्कृष्टताको खोजीमा उनीहरूको अटल समर्थन र प्रोत्साहनको कदर गर्छौँ र प्रशंसा गर्छौँ। तपाईँको उत्कृष्ट कार्य सम्पादनको कदर गर्दै हामी तपाईँलाई तपाईँको परिवारसहित आइएसएल मार्गेस्टोप सब युनिटले आयोजना गरेको अभिनन्दन समारोहमा फेरि पनि यो उल्लेखनीय उपलब्धिको लागि बधाई। तपाईँको यात्रा निरन्तर सफलता, आनन्द र सङ्गीतको संसारमा र बाहिरको पूर्तिले भरिपूर्ण होस्। हार्दिक बधाई सहित सभापति सचिव। धन्यवाद। र रजत भाइलाई धन्यवाद दिँदै अब अर्को सम्बर्धना पत्र हाम्रा दीक्षित भाइलाई प्रस्तुत गर्नेछौँ र यस सम्बर्धना पत्रलाई पनि पढेर सुनाइदिने म निवेदन गर्दछु। धन्यवाद।